वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा।
बायान रेडी पङ्क्ति छन्द सविता देवता सकेश कुश पत्र छेदन विधि हो काटिरहनु भएको छ नि बिस्तारो है चाहिँदैन अहिले भरे चाहिन्छ दिदीले टिपिहाल्नुहुन्छ त ढुक्क दिदीको हातै जाने हो कि मामाले खासै डह्रो गरेछ आएको होइन राँटा मार्नु सबै त बाँझो जोता राँटा रहन्छ नहाँसु त्यो बिस्तारी गरेकै राम्रो हो त्यस्तो बिस्तारी हल्का तरिकाले हल्का तरिकाले एकैछिनमा सुई सुई भए तान्दिएको थिएँ छिटो तान्दा त त्यो फोका सोका के हुन्छ उरुरै आइहाल्छ हो दुख्या छ कि छैन ओके लु अब लु मामा काइला मामा खोइ माइला मामालाई बोलाएर ल्याइन हौ उहाँ बल्ल बल्ल उहाँदेखि कुदेर आउनु भइरहेछ अहिले मलाई बोलाएनन् भन्नुहुन्छ फेरि यता झर्नु चाहिँ हुँदैन है भुइँमा एक त हो काइना मामाले अलिक पारा ल्याउनु भयो मैले तान्दिनु हुँदैन फेरि त्यही भएर त ल्याएको त चस्मा लाउनु पर्छ कि लगाउनु न नि लगाउनु सानो भने बाले मार्छन् फेरि बाले लु 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 मामा आउनु पाले पिलो गरौँ ठुला बाले सबै हाम्रो आइरहेछ तपाईँ टेन्सन नलिई काट्नु न सबै आइरहेछ कहिले कहिले चाहिँ नौदा रहेछन् चाहिँ चाया परेको रहेन रहेछ मेरो चाहिँ ढुक्क छ तेरो नि अब मामा हुँदाखेरि बजाइ हाम्रो यसो छेड गर्ने अब तेरो पनि तिमै भाइको बजाउनु पर्छ है मेरो त पर्दैन मेरो त पर्दैन मेरो चाहिँ हालिदिउँ क्या टोपी ल्याएको छैन फेरि ए झर्छ है तल चाहिँ भुइँमा झर्नु हुँदैन टोपी भयो भने त म हालिदिन्थेँ टोपी छन् होला नि घरमा छ नि नमिल्न पो के छ होइन अहिले बल्ल हो दुखु छैन दुख्या छैन लु माइला मामा कतातिर फर्काउनु होइन भन्नाले मलाई पर्साउनु पठाइदिन्छु भनेको मामा दिदी जम्मै राखिदिउँ ठ्याक्क गजब एउटा गाईको पाइलोती भन्छन् स्वामीनारायण होस् न होस् टेन्सन नलिनु कुल मामाले ठिक काट्नुहुन्छ तिमीले बोल्ने होइन कि बुझ्यौ सबै ठिकै काट्छु दाजुले ठिक उसले भनिहाल्छ क्या छैन बाबा खेर भयो कुन मोबाइल हो भाइ जुन भयो भने तपाईँलाई सबै आउँछ के जस्तो अरे मैले त अर्को मोबाइल चाहिँ माथि खोपामा हालिदिइरहेको छु सानो चाहिँ पछि बोलेको सहित आउँछ होला फेरि त्यो त आयो अहिले त अनि यहाँ त गाली नै मात्रै गरिरहेको छ जता गाली नै मात्रै छ होइन त अनि नेतालाई चुनावमा जस्तो हेरौँ क्या हो फेरि त्यहाँ तल धुलाइ गर्नुपर्छ होइन र पनि अब चेन्ज गर्नु नि हो दुख्या छैन होइन के भयो पहिला नजानु मुलाबारी जाइन्छ तोरी बारी रहेछ कडा पो गयो त अलि भदाका माइत जानु र मुलाबारीतिर कुद्नु बराबर हो तर तोरी बाहिर रहेछ सेल्टिनलाई पठाउने यता माइली सर सेल्टिन घाउँछ लु दिदी चेलीबेटी भएको त उनै भएन यहाँ सम्झेर मामा सबै भिडा भिड चेलीबेटीको त खोजी नै छैन कहाँ हराउनु भएको लाउनु यता तिम्रो हातले खामेन थाल पालो किलो त्यही र त दुईजनाले तमाको लु समाउनु थाल टुप्पी मिलाउनु सके छैन टुप्पी मिलाउनु गरिदिनु पर्यो दुखेको छैन अब यो मिला
ती बाजेको नि थिएन नेता नाति बाजे नाति बाजेसँग यहाँ उभिउनु खोइ अलिकति त्यो क्या छैन अरे 11 हो म त आफै जानुपर्ने भइसक्यो होइन गइहाल्नु घर चाहिँ घरमा होइन उहाँ इटरी चाहिँ इटरी नि यतै जानु त अनि हेर्नु त अनि भोलि भने होइन र भोलि पनि हेर्नु न अनि अब उनीहरू सबै मन्दिर मात्रै पुगेका हुन्छन् मैले चाहिँ गराएको नराम्रो फेरि अब त्यस्ता मस्काइ ए त हुने रहेछ पसललाई ओम वनमे तर्वेता भाच मे तर्वेता प्राणमे तर्वेता दशमे तर्वेता शोतमे तर्वेता ग्रामे तर्वेता ग्रामे विद्य कर्मसी कविने में ओम आपवेश मया गोत्राय मिश्रतिलिकन शरणे ब्राह्मणाय सुपूजिताय तुभ्यं वयं संवदने तुभ्यं वयं संवदितं स्वस्तिति प्रतिवचन ओम नमः कपिलेश्वर देवानां पूजनीय शिरोणे तदेव मया सर्वदा शान्ति दक्षिणी सती भाषा परितदाय परितदाम्यते दीर्घाय तह बलाय वर्तते आचमन गराउने है दीर्घायुष्टः बाय बलाय वर्चसे त्यति रहेछ होइन त्यो यति त हो त यो बाँध्नु न पल्लो बाँधियो यो दाल चामल तल पनि बाँधिदिउँ खर्साउरा अब तलतिर एउटाले थोरै बाँध्नु न त्यसो सजिलो हुन्छ यहाँ त काट्नु पर्यो त्यो बाँधिसक्नु नि पढिहाल्छ नि जनै सुपारी जराइको अलिक बाङ्गो च्यातिलो कुरा लाउने जनै पनि ठिक पार्नु सुरुप खाइहाल ओम नारायण स्वाहा माधवाय नभन्दा चाहिँ कसलाई सम्झिने त हरि ओम तत्सदा आउने म आउने नै थिएँ नआउने परिरहेको तपाईँ आइदिएर सजिलो भयो उहाँका पसिना छुट्टे हरि ओम तत्सदा हरि ओम तत्सदा पूर्वसं जलवसिते अस्तु अद्यः कौशिकोत्पन्नस्य त्रिप्रवरामृताय कौशिकदेवराज औदलः त्रिप्रवरामृताय केशवप्रसाद शर्मः अस्वतः खै भिनाजुलाई दियो यो खप्टेर लाँदा नि भाइ पवित्रं परमं पवित्रं सहजं पुरस्तात् आयुषमग्नं मग्नः प्रतिमुञ्चन् पवित्रं बलमस्तु तेजा यहाँ मिल्छ त यो भयो अब यो हात छिरा चाहिँ होइन दाहिनेमा छिरा उतापट्टि चाहिँ होला मृग चर्व धारणम् ओम नमः मित्रस्य चक्षुरिति भामनिवरि धारणः बलिर्यस दाहिनेतिर हो वसनं दण्डग्रहण पानी स्वाग्ने ओम योगे दण्डग्रहणे विनियोग बकाञ्जलि पुराणे विनियोग छोडिदिने बकाञ्जलि पुराणे विनियोग ओम नमः प्रथावारं पूजयता
ओम यो वाहसी बताउ माधरा पियाबाट पुरा यता ओम तस्वाङ आचार्य मणि बादामी मम चित्त मन दुःख सम्प्रिय कस्य ब्रह्मचारी असे ब्रह्मचारी हुने ब्रह्मचारी भनेको पढ्ने कछार फेर्ने मान खाने नुहाउने त्यस्ता काम गर्ने होइन ओम इन्द्र ब्रह्मचारी चारा शिव प्रसाद के भन्नु शर्मा भन्छ के भन्छ शिव प्रसाद शर्मा भन्नु पर्यो ए शर्मा अहिले त ए जनै लाग्यो त आदि त शर्मै भन्नु पर्यो ओम पारिसाद भयो ओ प्रजापति हिजो खटा हैजु देवता देवता रक्षणै दिने हो र स्वापट्टि जो किन त्यो कुरा त आयो ब्रह्मा तत्वेन तमाहाम्रेणे ओम अग्नि इति प्रजा इति मन्त्र प्रजाति इति छन्द अग्नि देवता आद्य अग्नि विनियोगको ओम अग्नि स्वाहा विनम अग्नि नमः ओम इतायक नास्य भागमतरा होता समितम ओम संसारिदाय नमः ओम तन्नु अग्नि इति वामं मन्त्र मन्त्र लिखिरकु छन्द देवता आद्य अग्नि विनियोग ओम तन्नु अग्नि वरुण समितम देवता सिद्धि जुदपति सुदता विसनानि अस्नानी भन्ने योगिता कर्म गुरु मैले भन्ने कुमार करबाणी भन्ने पिता मा दिवा सुथा कुमार सोपामी कुमार सोपामी भनेको पिता बाचय छ पिता बाचय छ कुमार यछा बाचय छ हैन मैले भन्ने हो बाचय छ यछामी भनेको मान्छे भने पिता समीध मादि भनेको मान्छौ भने मैले मान्छु भन्नु पर्यो भनेको सुन्ने गरी भन्नु समीध मादि हाबडा खोजेर ल्याउँछौ कुमार आददानी पिता आफू सानो भन्ने मैले कुमार अस्नानी सुनाउने कुरा देखे पाएँ तथा पिता लग्न दोष सकेन तत्परि हाराय लग्न सर्वारी सकुलान दुर्याथ हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् ओम विष्णु आद्य पुर शंकर सिद्धिरस्तु आद्य कौशिको त्रोत्पन्न स कौशिक त्रिप्रवराज्यता त्रिप्रवराज्यते मया सततखाने प्रश्ने गावो उर्तके गावो गलामदि बसाम्यहम् ओम या लक्ष्मी सर्वभूतान पूर्व शंकर सिद्धिरस्तु आद्य कौशिको अब गाई गाई पनि नि दुईटा हुन्छ नि त शिव प्रसाद शर्मा सो भो गुरु अभिवादयामि यसो लुको कौशिक गोत्र शिव प्रसाद शर्मा भाइ अन्तिममा थियो त गुरुलाई त
हो परुडा देवता अभिवादयमी भनेर कलशलाई ढोग्ने यसो गुरुपट्टि न्युरी नै भन्नु गुरुले आशीर्वाद दिने भन्ने कुराको अग्नि भो वैश्वानर अभिवादयमी यता अनि मात्रै आयुष्मान भव अब मन्त्रदानको सङ्कल्प मित्र देखि घाँची छन्द सविता सविता देवता सविता नै विनियोग छोडिदिने 82 साल फाल्गुन महिनाको 14 गते बिहिबार दशमी तिथि चन्द्रमा मीन राशिमा चन्द्रमा मीन राशि होइन वृष राशिमा चन्द्र शुभ ग्रह कुम्भ राशि शुभ समयमा मन्त्रदान गर्दैछु घडिवाल तयार बाजा गाजा बजाउनेहरू तयार ताम्ला बाट्ने त्यहाँ छ अहिले गाई दान गर्नलाई ताम्ला बाट्ने तयार वेद पाठ गर्ने स्वस्ति वाचन गर्ने ब्राह्मणहरू तयार छ होइन मन्त्रदान दिने गुरु पनि तयार हुनुहुन्छ मन्त्रदान लिने कुमार तयार हुनुहुन्छ यो समयमा यो बेलामा यो मुहूर्तमा मन्त्रदान दिँदा शुभ छ होइन तदेव लग्नं सुदिनं तदेव चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते तेन घृगुल अहिले शुभ छ एक
ओम तनु यानी कान्छ पापानी यता आइज नानी यहाँबाट हरिहर अब शिवदेखि पाउसम्म छुरा लाउने श्रोतम चामी आप्यायनमिति श्रुतयो कानमा हो यसो बलम्बि आप्यायतमिति लानिकाय आप्रेव भस्मः गृहीत्वा त्रायिभुं कुरुते त्रायिकामिति नारायण शिव शिव प्रसाद शर्मा हो वैश्वानर स्वामभि वादये अवगतः यजुर्वेदान्तर्गतः शाखाः शिव प्रसाद कुमारस्य हो गुरु त्वमा विवादयेत गुरुलाई अभिवादन गर्छ इति वाक्य शिरा अभिवादयतः नमस्ते नमो ब्रह्मणे स्वाहा विदं ब्रह्मणे नमो तद्दोभ्य स्वाहा विदं तद्दोभ्यो नमो प्रजापतये स्वाहा विदं प्रजापतये नमो ओम देवेभ्यो स्वाहा विदं देवेभ्यो नमो ऋषिभ्यो स्वाहा विदं ऋषिभ्यो नमो सदाय स्वाहा विदं सदाय नमो वेदाय स्वाहा विदं वेदाय नमो ओम सदा सदाय स्वाहा विदं सदा सदाय नमो नमोदय स्वाहा विदं नमोदय नमो ओम प्रेमेरा भूताय पृथ्वी स्वाहा विदं पृथ्वी टेन्सन फ्री भयो ढुक्कले भिक्षामा हामीले यो समाउ छुनु पर्छ अरे नि भगवती भिक्षाम देहि भगवती भगवती होइन भगवती भिक्षाम भगवती भगवती भिक्षाम देहि भगवती भगवती भिक्षाम देहि भगवती भगवती भिक्षाम देहि भगवती भगवती भिक्षाम देहि
हामी धेरै बेर पनि बस्छौँ है तीनचोटि अरे तीनचोटि घुमाउने भगवती भगवती भिक्षां देहि होइन टिको नलाउने के को टिको लाउने टिको लाउने हो अन्नपूर्णे सदा पूर्णे पार्वती उता हिँड्नु तपाईँ दिदी एउटा यतादेखि नजिक हुन्छ नि दिँदै हुनु भगवती भगवती भिक्षां देहि भगवती भगवती भिक्षां भगवती भगवती भिक्षां देहि भगवती भगवती अन्नपूर्णे सदा पूर्णे शङ्कर हतार हुने यसो कम्तीमा गएर मात्रै जानुपर्छ है त्यसो कस्तो भोक लाग्ने हतार
भगवती भगवती भिक्षा देही वैराग्य सिद्धार्थ भिक्षा देही पार्वती सदा म सबै खनेदिन्छु अलिकति मात्रै राख्छ न ल वैराग्य सिद्धार्थ भिक्षा देही यतै हो भगवती भगवती भिक्षा देही भिक्षा देही भगवती भगवती भिक्षा देही भगवती भगवती भिक्षा देही भगवती 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 प्रजापति सरति गर्भे अंतरजायां पुरोहितः पूर्वजो देवो दिव्यो जातु नमस्काय ब्रह्मणे रुचां त्यो अति छोड्नु नगल हुन्छ होइन उठाउनु पर्छ यो किनभने लानुपर्छ आफू आफूले लगाउन सजिलो हुन्छ जय घन्टी व्यस्त छु म व्यस्त यो टाढोमा ल्याइहाल्छु ल जय घन्टी खै तपाईँको देखिएन त यहाँ पिलाबाले ल्याएन आज ओम नेमे ओम ध्याय ओम बिमलाय नेमे ओम सूर्य बिमलाय नेमे ओम चन्द्रमंगलाय नेमे ओम चन्द्रमंगलाय नेमे ओम भौम भ्रामरी नेमे अस्कुन चढाउ ओम भ्रामरी नेमे ओम राहु संकटाभ्यम नमः सकल पूजा परिपूर्णार्थे ओम केतु विकटाभ्यम नमः सकल पूजा परिपूर्णार्थे बन्दक्षमान पत्र पुष्पाणि समापयामि नमः ओम मार्गयामि धूपलावनी बलिवाली रहते हो ओम मार्गयामि पुरै सिधा छ तपाईँ पुरै सिधा हुन्छ आधी सिधा हो नि त यो हातले चाहिँ यहाँ झापट हान्न आले जस्तो देखिन्छ कि र यसरी अब ऋषिमुनिहरू त्यसो गर्नुहुन्छ ब्राह्मणका छोराको 8औं वर्षमा चाहिँ उपनयन संस्कार व्रतबन्ध गर्ने चलन छ अब सुतजी के भन्नुहुन्छ भनेदेखि अब सुतौवा छ अब त्यहाँ यसरी अब कुमारले भन्छन् अब त्यहाँदेखि अब माता के भन्नुहुन्छ भनेदेखि हे बाबु छोरा तिमीलाई मैले सानै अवस्थाबाट धेरै कष्टहरू सहेर हुर्काएँ अब मेरो चाहिँ एकदम वृद्ध अवस्था भइसक्यो मेरो मर्ने बेला भयो त्यसैले मलाई भन्नुहुन्छ अनि अब त्यसरी माताले भनिसकेपछि अब कुमार के भन्छन् भने हे आमा
म त्यहाँ गएर ब्रह्मचर्य व्रत चाहिँ ब्राह्मणको हुन्छ त्यो व्रत पालन गरेर गुरुको सेवा पनि गर्छु र त्यस पछाडि विभिन्न तीर्थस्थलहरू घुमेर स्नान गरेर सबै तीर्थ स्नान गरेर 25 वर्षको उमेरमा घर फर्केर आउनेछु भनेर चाहिँ अब कुमार भन्छन्। त्यसपछि अब माता भनेको आमाले के भन्नुहुन्छ भने हे बाबु छोरा, परदेशमा धेरै किसिमका कष्टहरू हुन्छन्। परदेशमा भनेको शीत ताप भोक प्यास आदिले धेरै दुःख पाइन्छ र त्यसैले परदेशतिर जाने कुरा नगर्नु, परदेशतिर जाने कुरा नगरेर घरमै बस भनेर अब माता भन्नुहुन्छ। त्यस पछाडि अब पिताले के भन्नुहुन्छ भनेदेखि अब हे बाबु हे छोरा, परदेशमा जाँदा कहिले कन्दमूल फलारहरू खाएर फलफुल खाए अनि भुइँमा नै सुत्नुपर्छ, घरको जस्तो खाटमा सुत्न पाइँदैन। परदेश गइसकेपछि भुइँमा सुत्नुपर्छ, ओड्ने ओछ्याउने पनि हुँदैन, घरको जस्तो सिराक पाइँदैन। अनि अब त्यसरी अब त्यहाँ धेरै किसिमको दुःखहरू भोग्नुपर्छ र त्यसैले त्यो परदेश जाने कुरै नगरेर घरमै बसा भनेर चाहिँ अब पिताजीले भन्नुहुन्छ। त्यसो भन्दाखेरि अब पुत्रले के भन्छन् भनेदेखि अब सुतौ वाचा भनेको पुत्र के भन्छन् भने हे माता हे पिता, अब 10 पुस्ता अगाडि र 10 पुस्ता पछाडिका पितृहरूको उद्धार गर्न भनेर म जन्मिएको हुँ। यस्तो मातापिताको पुत्र यस्तो मातापिताका पुत्रहरू तपाईँहरू यस्ता पुत्रका मातापिताहरू तपाईँहरू धन्य हुनुहुन्छ। त्यस्ताको पुत्र म कसरी ब्रह्मचर्य चाहिँ व्रतको पालन चाहिँ गर्दछु भनेर यसरी अब कुमारले भन्छन्। अब त्यहाँदेखि माता आमा के भन्नुहुन्छ भने हे बाबु छोरा, परदेशमा धेरै किसिमका ठुला कष्टहरू आइलाग्छन्, ठुला दुःखहरू आइलाग्छन्, ठुला अब हिमालय पर्वतहरू आदि छन्। दुर्गमम पर्वतम शैलम दुर्गमम चाहिँ हिमालयम, एकदम डरलाग्दा पर्वतहरू छन्। त्यहाँ त्यस्ता ठाउँमा तिमी कसरी बस्छौ भनेर अब माताले सोध्नुहुन्छ। अब पिता भन्नुहुन्छ के भन्नुहुन्छ भने हे बाबु छोरा, परदेशमा जाँदा वनमा सिंह, हात्ती, गैडा आदि विभिन्न किसिमका डरलाग्दा वन्यजन्तुहरू र चोर डाका पनि लाग्छन्। तिनीहरूको भय हुन्छ, तिनीहरूको डर हुन्छ र भनेको टाइममा सबैमा खान पनि पाइँदैन। त्यसै कारणले गर्दा हामीलाई छोडेर तिमी जाने कुरा नगर भनेर चाहिँ अब यसरी अब पिता भन्नुहुन्छ। अब त्यहाँदेखि अब सुता भनेको पुत्रले के भन्छन् भने हे पिता, म भनेको ब्राह्मण हजुरको वंशमा जन्मिएको हजुरको पुत्र हो। त्यसैले गर्दाखेरि सबै व्रत नियम पालना र पितृहरूको उद्धार गर्नु मेरो कर्तव्य हुन आउँछ, मेरो कर्तव्य हो। र यसरी अब मेरो कर्तव्य हो। त्यस कारणले गर्दाखेरि म वनमा जान्छु भनेर अब त्यसरी अब बटुकले भन्छन्। त्यसो भन्दा पिता भन्नुहुन्छ हेर, हामीले आफ्नो आत्मा मानेर तिम्रो लालन पालन गऱ्यौँ, जन्म दियौँ, हुर्कायौँ, बढायौँ, पढायौँ हामीले र धेरै माया हाम्रो के गति होला भनेर यसरी अब बुवाले फकाउनुहुन्छ। त्यहाँदेखि पछाडि अब आमा भन्नुहुन्छ मातौ वाचा अब भनेदेखि दश मासे दुर्कै घटे चिता निन्द्रा सुधा भितम कोही देशान्तरे याते कहाँ गतिर मम पुत्रका। अब माता के भन्नुहुन्छ भने हे पुत्र, 10 महिनासम्म गर्भ धारण गरेर भोक प्यास सबै कुरा निन्द्रा त्यागेर तिम्रो रक्षा मैले गरेँ। अब तिमी परदेश गयौ भनेदेखि अब हाम्रो गति के होला? व्रत पूर्ण गर्छु, 12 वर्षको व्रत पूर्ण गर्छु, इन्द्रियहरूलाई जित्न सक्ने हुन्छु र 25 वर्षपछि अवश्य नै म घर फर्किन्छु। हे आमा, हे माता, हे पिता भनेर यसरी अब यसमा हजुरहरूले शङ्का लिनु पर्दैन। म अवश्य पनि फर्केर गुरु सेवा सबै घरमै बसेर पनि गर्न सकिन्छ, कहीँ जानु पर्दैन। र परदेशमा त धेरै किसिमको दुःख हुन्छ, त्यसै कारणले गर्दा तिमी नजाऊ भनेर यसरी माता भन्नुहुन्छ भनेर यसरी पिताजी भन्नुहुन्छ। त्यसो भन्दा अब कुमार के भन्छन् भने 12 वर्षसम्मको गुरुको सेवा गर्छु र विद्या हासिल गर्छु र फेरि पनि म फर्केर घरैमा आउँछु। म सधैँ परदेशमै चाहिँ बस्दिनँ है भनेर जित्ने काम विद्या र लक्ष्य प्राप्ति गुरुको सेवा सबै आफ्नो घरमा बसेर नै गर्न सकिन्छ।
त्यस कारणले गर्दा जाने कुरा नगर भनेर अब माता भन्नुहुन्छ फेरि किसिमको दुःख पाउनेछौ त्यसैले जाने कुरा नगर अब त्यहाँदेखि पछाडि हामी सबैलाई चिन्ता बढ्नेछ हामीलाई पिर पर्छ र तिमी पनि त्यहाँ गएर रुनेछौ बहुतै दुःख पाउनेछौ भनेर पिताजी भन्नुहुन्छ अब पिता दिँदैनन् पितृले कसरी चाहिँ आशीर्वाद दिन सक्छन् र सुन पिता पुष्कर समानका तीर्थ गुरु केदार समानका तीर्थ हुन् यसरी माने हुन्छ र बन्धु बान्धवको प्यारो वचन सबैभन्दा ठुलो तीर्थ हुन्छ आफन्तको वचन नै त्यसैले घरमा गृहमै बसेर पढ विद्या हासिल गर यसैमा तिम्रो कल्याण हुनेछ जो देखि माता पिता बन्धु बान्धव स्वजन खुसी हुन्छन् त्यसको सँगै कल्याण हुन्छ भक्ष्य भोज्य व्यवस्था गरिदिने माता पितालाई चाहिँ अब त्यो दण्डवत गरेर यसैमा तिम्रो 12 वर्षको व्रत पूर्ण चाहिँ हुनेछ भनेर यसरी गुरुले भन्नुहुन्छ त्यसपछि नजिकको मन्दिरमा अब त्यसरी चाहिँ अब गुरुले भन्नुहुन्छ अनि के चलन अरे भनेदेखि नजिकको मन्दिरमा मामाले लाने र त्यहाँदेखि सम्झाएर मामाले Koi mama. Koi. उताडा घुमेर यता घुमेर माथि राख माथि राख धेर बोकेर खाइसक्नुपर्छ बाबु आइसक्यो बोलेर आएको मान्छे परदेश गरेर स्नान गरेर पठाउने कोरोना फुल राखिदिनु पर्छ टक्क टिको लगाइदिनु सबैले टिको नलाउ ल एकजना टिको लगाएपछि भयो फुल लगाउनु पर्छ मजाले ठुलो पारेर लगाइदिनु अरूले टिका नलाउनु फुल लगाइदिनु पर्छ क्या फुल पनि राम्ररी पर्ने नमस्ते दाजु शेखर समागत ठुलो मान्छे हुनु ज्ञानी हुनु है भनेको मान्नु फोन गर्दाखेरि नकाट्नु
पैसा त पर्दैन होला होइन यो राख न उता राख काम छ भने जातिहाल्ने मामाको सानो मामाको खाम हुन सक्छ नि आयो नि लान सकिँदैन तलबाट माथिबाट टेम्पो यस्तो गर्ने चिन्छ मलाई चिन्दैन तलै अनि यो त अहिलेको मेरो घोडाले काम गर्नु भाइरल हुन गएको सानो यहाँ हुनु पैसा विद्या बुद्धि विवेकको फल मिलो धर्मादिमा ज्ञानी बन्नु धेरै पढ्नु नेपालको इज्जत साह्रै राम्रो छान्नु मजाले लगाइदिनु पर्यो नि त म लगाइदिन्छु अब टिको खुसी खुसी राम्रो पढ्नु खोज्नु फर्स्ट हुनु फर्स्ट हुनुपर्छ अनि काम दिन्छ ल म कस्तो राम्रो आशीर्वाद दिन्छु फुल स्कलरसिपमा फुल स्कलरसिप राधे राधे अब निस्क्यो अब निस्क्यो धेरै पढ्नु ज्ञानी हुनु माता-पिताको सेवा गर्नु रक्षा चलिरहेछ कन्टिन्यू हुँदैछ अप्रत्यक्ष रूपमा चलिरहेछ 5-2 जना मात्रै आयो अर्कोचोटि चाहिँ नाति पनि लिएर आयो पैसा चाहिँ छिटो पक्र अरू लुटीको लाग ए फुटाइ हुन्छ नै नाले लुटीको लाग थोरै खाली भएछ मैले अघि भनिसकेँ हो कति राम्रो भइहाल्यो बस चन्द्रमा
रूपम कुला पर्वते एउटा खुरको आँखाको सिंगायो मध्ये सिंगाउने लक्ष्मी पृथ्वी एवं सम्पूजा आवरण श्रृङ्गी रोग्य भौतिकम लागुलम घण्टा काश्यद्वारी यदा शोभरानी सत्यास दव्यात विशेष अघि नै दिनुहुन्छ पत्र पुष्प फलम फलानी विरुदाय घृणात गमया बसाउन गुरुलाई बसाउन गुरु खै त चन्द्रमाया सेवा वयम सम्प्रदामये 50 रुपैयाँ ल्याउनु एउटा 50 को ले भाइ अस्मत घोरान कारण सुसाङ्गत सिद्ध्यार्थकम् अस्मत पूर्ण पात्रं प्रजापते देवताकं गोत्रोत्पन्नस्यः दुर्गाप्रसाद शर्मणे ब्राह्मणाय सुपूजिताय तुभ्यं वयं सम्प्रददे ओम कायेन वाचा ओम प्रकृति स्वावकं यत् सकलं परस्मै नारायणाय समर्पयामि यामे रामदेव गणाप्रितरा यजन्ति सतः यनि रावणशाकृतेन स्वाहा वसदा इहामर्जगं सदक्रतो होरिदं मे ब्रह्मता तस्मै ददतो श्रीमन्तस्य ते स्वाहा एककोटे ददामि समिधा भग्ने व्रतपते त्वयि व्रतं च श्रद्धं चोपयिमि मिन्दे त्वादिशतो आमः यत्र ब्रह्मा च छत्रं च सम्यं च तरः तासाः तल्लोकं पुण्यः प्रगेयं यत्र विदति साग्नि ॐ पुनः सर्गे परापतस्य पुनः ओम स्वाहा जम्मै लगाइदिउँ सुब्रेण भस्म किञ्चित देखिएन पनि देखिएन उता क्यामेरामा हेर क्यामेरामा देखिएन भने समातेको माथि निक्ल्यो सर माथि निस्किरहेको छ त साह्रै मनपर्छ त्यो कुरो अनि हात बेला बेला यस्तो पनि होस् न फोटो नचलाउनु न ए गर्न चाहियो पछिमा म प्रस्ताव गर्छु बरु
एकछिन ल त्यो लेख्ने कुराहरू छ म जाउँ हुन्छ जाँदा लेख्दै गरौँ